मोहनी लगायो कि मन्तर गयो। बहिनी के गर्दै बसियो त? गीत गाउँदै बसेको। आज मलाई कति खुसी लाग्यो नि। किन र दिदी? ड्याडी प्ले बटन लिन जान अमेरिकाबाट प्ले बटन आहा त्यही लिन जान अमेरिकै जान हो ड्याडी। नाइ के बुटोल पठाइदे बुटोल जान हो के। ड्याडी अमेरिका गएको भए त म नि हवाई जहाजमा झुन्डेर जान्थे अमेरिका। त्यस्तो कहाँ पाइन्छ र? अरु बेला त मेरी कान्छी छोरी आउ जाम घुम्न जाम भन्नु त अहिले त प्ले बटनको खुसीले मलाई त भुल्लाइछ। ओके बहिनी मलाई पनि जाम त भन्नु नि त अहिले त जाम पनि भन्न हैन। प्ले बटन आए त छोरी छोरी हजुर ओके कोन आए त आउ छोरी अरे आउ बनम भन्नु त प्ले बटन लिन एक्लै जान ह। म रुक्नु ड्याडी आएपछि मैले कस्तो गर्छु? म हेर्नु कस्तो जान मन लाग्छ प्ले बटन लिन। ओके मम्मी ड्याडी कति बेला आउनुहुन्छ? खोइ नानी 1 बजेतिर आउँछु भन्नुहुन्थ्यो। खाना बनाएर रेडी गरे भन्नुहुन्थ्यो। कतै बेर म तरकारी खेलाउन लागि। ए घरमा त्यति ठुलो प्ले बटन आउँदैछ बोडी खानी हो र खानी हैन बोडी मासु खानी हो। नगराउ न के भयो त यो पकाउन लागि। ए बा हैन के खाना उन यस्तो बोडी कसले खान्छ र प्ले बटन आको। ओके ड्याडीले त अरु बेला पहिला प्ले बटन आइसी मैले 2 ताले केक ल्याउँछु अनि मासु पनि खानी हो भन्नु त आए। अहिले यस्तो बोडी नगराउ न। नै आजकलका केटाकेटी त आफ्नै जिद्दी छ फेरि। दिदी टेबलको घडी निकालेर किन लिएर हिँड्न ह? मलाई त कस्तो हतार भयो। मम्मीले त 1 बजे ड्याडी आउनुहुन्छ भन्न अझै 1 बजेसम्म अझै आउनु हैन। जाम न बाटातिर गएर हेरौँ कतै आउनुहुन्छ। मलाई कस्तो हतार भयो। जाम तपाईले अन्त धेरै त मलाई जो भयो प्ले बटन हेर्न। जाम बाटातिर गएर हेरौँ ड्याडीला। 1 बजिसक्यो ड्याडी त अझै आउनुहुन्न त। ओके 1 बजेर 5 मिनेट गएछ। ओके न फोन उठाउनुहुन्छ कतै आउनुहुन्छ? ए ड्याडी हो कि ए हैन। मम्मी तपाई यहाँ मस्तले घाँस काट्दै बस्नु। बाटामा वा ड्याडीको गाडी आइसक्यो। मलाई कति खुसी लाग्यो। बाइक आइसक्यो यहाँ। हामी त गयौँ यो खाना अनुसार नजाऊ। ए आउनु जाम प्ले बटन आयो अमेरिकाबाट। ये प्ले बटन आयो रे। यस प्ले बटन आयो रे। प्ले बटन आयो। बहिनी यो सब मैले गर्दा भएको मेरो भिडियोहरु कति भाइरल हुन्छ नि त्यही भएर। तेरो भन्दा त मेरो चाहिँ एक्टिङ राम्रो हो मैले गर्दा आको। हैन मेरो जन कुराको खुट्टाको त कति भाइरल भयो। मेरो त अझ ड्याडी भनेको कति भाइरल भयो सबैले हेर्नु भयो। मेरो जन खुट्टा काटेको जन कति भाइरल भयो। कस्तो भयो। मेरो जन कानको नि भयो। सब मैले गर्दा हो मलाई थाहा हैन नि। ओए तिम्रो तैले मेरो नगर है नानी। सबैले गर्दा मेरो पनि त दशैंको बोकाको भिडियो कति भाइरल तपाईको भन्दा त मेरो ड्याडी खाना चाहिँ भाइरल भयो। मेरो खुट्टाको चाहिँ भाइरल। अब तपाईको भन्दा त हामी दुईटाको कति धेरै भ्युज जान्छ दिदी बहिनीलाई। मेरो भयो दिदी बहिनी हाम्रो सबैको मेहनत नानी। मेरो नि हो ड्याडीको नि हो सबैले गर्दा त भएको नि। त्यस्तो घमण्ड गर्न हुन्न नि। ए पनि कति खुसी लाग्यो आज ड्याडी आउनुहुन्छ अब। ए ड्याडी चाहिँ पुगिसक्नु अब त प्ले बटन खोल्ने रमाइलो गर्ने। मलाई कति खुसी लाग्यो भाइ आजको दिन कस्तो बेस्ट छ। ये सबै नाच्नु न आउनु। प्ले बटन आयो रे। प्ले बटन आयो रे। ल आउनु यस ड्याडी ल्याउन प्ले बटन ल्याउन दिनु निकाल्नु न छिटो के। रुक बाइक। ओए रुक एकछिन बाइक त रुक्नु है। रुक न ड्याडी कसरी आएको यहाँ बाटोमा चाहिँ कति अप्ठ्यारो छ केही थाहा छैन। यहाँ झर्न पनि दिन्नन् के। हाम्रो यहाँ प्ले बटनको रङको सबैले नआत्थ्यो त। ए नानी झर्न देऊ त। ए बा छोड। झर्न देबी नि झर्न देबी झोला लेट दबा। ए झोला हैन प्ले बटन। ल भाइ बाबा हाम्रो प्ले बटन आयो नि। प्ले बटन कहाँबाट यत्रो झोला लिएर आएको छ? ड्याडीले झर्न बेर लाग्न छ त्यही भएर हामीले झोले लिएर आयौँ। खोलम ल। खोल्दिन ड्याडी आजि खोल्दियो। ए ड्याडी छिटो ल्याउन भने हाम्रो बजाउनु होला है। हामीले झोले खोसेर आयौँ। ए ड्याडी छिटो अन्त खोला मम्मी आउनु। हेर प्ले बटन भनेको हेर हैन। अब यो खोल्ने। ए खोल्नु पर्छ।
खोल हो अमेरिकाबाट डाइरेक्ट बुटोल आएको थियो अँ काठमाडौँ हुँदै बुटोल आएको थियो अँ बुटोलबाट चाहिँ मलाई फोन आएको थियो अँ फोन आइसकेपछि म बुटोल गएर यसलाई रिसिभ गरेर लिएर आएको अब यो खोल्ने हो अमेरिकाबाट युट्युब कम्पनीले हामीलाई सिधै पठाइदिएको छिटो भन्नु न। यो सुन कुरा सुन एक वर्षको हाम्रो मेहनतको यो पुरस्कार हो यो यो एकदम मूल्यवान छ यो पाउनलाई बहुत गाह्रो छ हाम्रो एक वर्ष मेहनत गर्थ्यौँ नि त्यसको पुरस्कार भनेको यही हो हेर तिम्रो सपना हो के तिमीले सपना देखेको थियौ नि हो कि नै म काट्न गइरहेको छु यसलाई टेप्ला कस्तो खुसी लाग्यो हाम्रो प्ले बटन यता नि काटम हैन कति खुसी लागिरहेको मलाई त बहुत खुसी लाग्यो मलाई झन् खुसी लाग्यो ये ये अमेरिकाको प्याकिङ हो अलि बोइलो रहेछ के ए अँ न बोइलो त हुन पर्यो नि त्यति अगाडिबाट आहा माइ प्याकिङ पहिला ठुलो हुन्थ्यो अहिले साइज घटेछ अरे यो कार्ड रहेछ हाय मैले कङ्ग्रेचुलेसन हेर यहाँ वाउ बधाई रहेछ प्ले बटन मैले छोप्छु पैसा एउटा पनि यो दाउरा जस्तो छ यो त काटे जस्तो ए होइन बाबा यो कति ठुलो हो धेरै जसले पाउन नि हो कति मेहनत गर्न पर्छ वाउ मैले छोप्छु एकचोटि छु मेरो सपना पुरा भयो आज या केही भन्न खाने भन भिडियो हेरेर तपाईँको नामबाट फेरि लेखेको हैन हौ के कति राम्रो आज हामीले 1 वर्षको मेहनतबाट यो सिल्भर प्ले बटन पाउन सफल भएका छौँ हजुरहरूको साथ सपोर्टले गर्दा आज यहाँसम्म पुगेका छौँ र आगामी दिनमा पनि यस्तै माया गर्दै जानु होला र हामीले गोल्डन प्ले बटनको आशामा छौँ सबैले साथ सपोर्ट गरेको खण्डमा हैन हामीले गोल्डन प्ले बटन पनि यसरी नै पाउनेछौँ यो भनेको एउटा प्लास्टिकको टुक्रा मात्र नभएर एउटा इज्जत हो मान हो सम्मान हो हजुरहरूले गरेको माया हामीहरूले गरेको कामको मेहनतको एउटा फल पनि हो तिम्रो सपना हो तिमीले सपना देखेको थियौ नि ल ताली सबैले ताली